एकचोटि राधा नाम लियो भने के फल पाइन्छ म सुनाउँछु। अब सुन्नुहोस् है। त्यही भएर बिहान बिहान हात जोडेर कसैलाई नमस्कार भन्दा राधे राधे भनिदिनुहोस्। के भन्ने? एकचोटि भगवानको नाम आउँछ। एकचोटि भगवानको नाम आउँछ, त्यसको फल के छ म बताउँछु। सुन्नुहोस् है। एउटा काहीँ नभएको नास्तिक व्यक्ति रहेछ। सुन्नु है सबैले ध्यान दिएर। एउटा नास्तिक व्यक्ति रहेछ, त्यसले जीवनमा कहिले भगवानको नाम लिएन। उनका पिताजीलाई बडो चिन्ता लागेछ, मेरो छोरोले कहिले जीवनमा भगवानको नाम लिँदैन, यसलाई त एकजना साधु कहाँ लानु पर्यो, सन्तकोमा पुर्याउनु पर्यो, कमसेकम अलिकति बुद्धि आउँछ कि भनेर साधु भएका ठाउँमा लानु भएछ। साधु बाबाले ती व्यक्तिलाई भन्नुभएछ, बाबु एकचोटि राधा भन त भन्नुभएछ। के भन्नुभएछ? फेरि भन्नुहोस् त। एकचोटि राधा नाम ल्याउ त भन्नुभएछ। त्यो व्यक्तिले भनेछ, म यो राधा नाम त लिँदै लिन्न। हेर्नुहोस् है, उसको मुखबाट के नाम निस्क्यो? राधा नाम निस्क्यो। अब साधु भन्नुहुन्छ काम भयो, काम भयो। के काम भयो? तिम्रो मुखबाट अनजानमा एकचोटि राधा नाम आयो। अब तिमी जाऊ। ती व्यक्ति छक्क परेछन्। यतिमै काम भयो? काम भयो। त्यसो भए यसको फल के हो त? यसको फल जुन दिन तिम्रो मृत्यु हुन्छ नि, त्यो मृत्यु भएको दिनमा जब यमराजले तिमीलाई लिएर जान्छन्, धर्मराजले जब आफ्नो लोकमा लिएर जान्छन्, त्यति बेला तिमीले एउटा कुरा भन्नु यमराजलाई। के कुरा? मैले जीवनमा एकचोटि राधा नाम लिएको छु अनजानमा, जानेर पनि होइन। त्यसको फल पहिले मलाई दिनु, अनि मात्र मलाई जे दण्ड छ दिनु भन्नु है। त्यति बेला ती व्यक्ति ठिकै छ भने वास्ता गरेनन्। समय बित्यो। जब ती व्यक्तिको मृत्यु हुन्छ, तब धर्मराजले लिएर जानुहुन्छ त यत्रो खातामा लिस्ट हेर्नुहुन्छ, पापै पाप मात्रै छ। हेर्नु, जति पनि हेर्नुहुन्छ अब जीवनमा पापै मात्रै गरेको छ। त्यति बेला उसलाई याद आएछ सन्तको वाणी। सन्तले भन्नुभएको छ एकचोटि अनजानमा राधा नाम लिएको छ। तब ती व्यक्तिले भनेछन्, मैले एकचोटि राधा नाम अनजानमा लिएको छु, पहिले त्यसको फल दिनु, अनि जे भोग्नु छ म तयार छु भनेपछि त्यसो भए ठिकै छ, तर यसको पुण्य के हुन्छ मलाई थाहा छैन भनेछन् धर्मराजले। थाहा छैन भने जाउँ न त ब्रह्माजीलाई गएर सोधौं भनेर रथमा बसेर यमराज स्वयं ती व्यक्तिलाई राखेर ब्रह्मलोकमा ब्रह्मदेवको पास पुगेछन्। ब्रह्मदेवलाई गएर भनेछन् कि एक पटक राधा नाम अनजानमा लिएको फल के हुन्छ? ब्रह्माजी भन्नुहुन्छ, यो त मलाई थाहा छैन, यो त इन्द्रलाई थाहा होला। तब ब्रह्माजी पनि रथमा बस्नु भएछ। तीनैजना जानुभयो इन्द्रलोक। स्वर्गलोकमा पुगेर इन्द्र महाराजलाई सोध्नुहुन्छ। इन्द्र महाराज भन्नुहुन्छ, त मलाई पनि थाहा छैन, एकचोटि राधा नाम लिएको के छ त फल? यो त मलाई पनि थाहा छैन, बरु जाउँ भगवान शङ्करजी भोलेनाथले भन्नुहुन्छ। फेरि त्यसमा इन्द्र महाराज पनि बस्नुभयो रथमा। इन्द्र महाराज, धर्मराज, ब्रह्माजी अनि ती व्यक्ति बसेर पुग्नु भएछ कहाँ? कैलाश पर्वतमा। बोल्लो शिव शङ्कर भगवानको। कैलाश पर्वतमा पुगेपछि गएर भन्न लाग्नुभयो, हे भोलेनाथ, एकचोटि राधा नाम लिएको फल के हुन्छ? अब भोलेनाथलाई त थाहा छ, दिगम्बर हुनुहुन्छ भगवान भोलेनाथ, आशुतोष हुनुहुन्छ, भक्तवत्सल हुनुहुन्छ, पतित पावन हुनुहुन्छ भगवान भोलेनाथ। भोले बाबाले भन्नुभएछ, मलाई त थाहा छ, तर हामी जाउँ वैकुण्ठमा, वैकुण्ठमा गएर हरिलाई नै सोधौं भनेर भोले बाबा पनि रथमा बस्नुभयो, जानुभयो वैकुण्ठ धाम। वैकुण्ठ धाममा जब भगवान श्रीहरिले देख्नुभएछ, को आउँदैछन्? ब्रह्माजी, इन्द्र महाराज, भगवान शङ्कर, धर्मराज अनि ती पापी व्यक्ति जब वैकुण्ठमा आइपुगे, वैकुण्ठमा आएपछि प्रश्न गर्नुभएछ धर्मराजले, प्रभु हामी त बडो समस्यामा पर्यौं, यो व्यक्तिले जीवनमा एकचोटि राधा नाम लिएछ, त्यसको फल के होला त भन्दा भगवान मुसु मुसु हाँस्नु भएछ। के भन्नुभयो? त्यसको फल के होला तिमीहरू आफै बताऊ। त्यो व्यक्ति जसलाई तिमीले रथमा हालेर ब्रह्मा, महेश, इन्द्र भएर स्वयं आज
मेरो ठाउँमा मेरो लोकमा वैकुण्ठमा लिएर रथमा चढाएर लिएर आउँदैछु। अब जो वैकुण्ठ आउँछ त्यसले अरू ठाउँ जानु पर्दैन, त्यसको महिमा यही छ भन्नुभएछ। बोल्नुहोस् वैकुण्ठ धामको भने एकचोटि नाम लिँदा त्यस्तो फाइदा छ। ल हेर्नुहोस् त, त्यति हुन्छ भने बार बार लिनुहोस्। भगवानले आफ्नो हृदयमा मेरो भक्त भनेर सम्हालेर राख्नुहुन्छ कि जसरी हामी भगवानलाई पुकार्छौँ, हृदयमा सजाउँछौँ, त्यस्तै भगवानले पनि हामीलाई मेरो प्रिय भक्त भनेर अङ्कमाल गर्नुहुन्छ अरे।